बढ्यो 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 साथीहरू, अहिलेसम्मको सबैभन्दा धेरै बढ्यो भनेको अहिलेसम्मै सुनको भाउ नयाँ रेकर्ड। हिजो अस्ति पुरानो 81 सालमा सबभन्दा धेरै आयो भने थियो सुनको भाउ, तर आज अहिलेसम्मको सबभन्दा धेरै बढेको छ। हिजो 2082 साल वैशाखको 2 गते सुनको भाउ 1,84,800 रुपियाँ रहेको थियो, ताकि अस्ति भन्दा 1700ले घटेको थियो भने आज 2700ले बढेर अहिलेसम्मकै नयाँ रेकर्ड कायम राखेको छ सुनको भाउले। आज चाहिँ सुनको भाउ 2700ले बढेर 1,87,500 रुपियाँ रहेको छ। 1,87,500 रुपियाँ रहेको छ। हिजो 1700 घट्दा अब सुनको भाउ दिनदिनै घट्छ कि भन्ने विचार गरेको थिएँ, तर त्यो रहन सकेन। अब 2 लाख रुपियाँ पुग्न लागिसकेको छ। अब धेरै बाँकी छैन, जम्मा 12,500 बाँकी छ 2 लाख रुपियाँ पुग्नलाई। अब भोलि कति आउला त्यो हेर्न नै बाँकी छ। त्योभन्दा अगाडि हाम्रो आइडीलाई सबैले फलो गर्नु होला, यो भिडियो सम्पूर्णलाई सेयर गर्नु होला, ताकि सुन किनौ कि नकिनौ, घट्ला कि घट्छ होला भनेर पुरिरहने समक्ष पुर्याउनु होला। तपाईँ पनि त्यही सोचमा हुनुहुन्छ भने अब ढिला नगर्नु होला, किनकि तपाईँले बनाएको बिल 2 लाखको बनाउनु नपरोस्, 1,87,500मा नै तपाईँको नामको बिल काट्न पाओस् भन्दै यो भिडियो सम्पूर्णले सेयर गर्नु होला। आज म तपाईँहरूलाई देखाउँदैछु, वैशाखको महिना छ, धेरै बेको लगन छ। अब छोराछोरीको बे गर्न कुनै पनि डिजाइनको सामान बनाउनु पर्यो भने विश्वकर्मा ज्वेलर्सलाई सम्पर्क गर्नु होला। लोकेसन भन्नुपर्दा हेटौँडाबाट आधी घण्टा मनरी बजार दाहिनेपट्टि पुलको मुखैमा, नारायणघाटबाट 1 घण्टा मनरी बजार देब्रेपट्टि पुलको मुखैमा विश्वकर्मा ज्वेलर्समा तपाईँहरू सम्पूर्णलाई स्वागत छ। यो अहिले म अगाडिपट्टि फन घुमिरहेको बक्स औँठी चाहिँ यसलाई ज्वाइँ औँठी पनि भन्ने गर्छन्, र किनभने यो धेरैजनाले ज्वाइँहरूको लागि दिने भएकोले यसलाई ज्वाइँ औँठी पनि भन्दछन्, र अरूको लागि पनि हुन्छ यो औँठी। हेर्नु त यति राम्रो, यति फिनिसिङ छ कि यो औँठी, फेरि हेरिरहँदाखेरि यत्रो महँगीमा धेरै होला भनेर सोच्नु पर्दैन। यो चाहिँ 20 लाल 22 लाल 25 लाल 35 लाल होइन, मेरो ज्वाइँलाई त झ्याप्पै परेको दिनुपर्छ भन्नेको लागि पनि आधी तोलामा पनि एकदम राम्रो फिनिसिङ हुन्छ। यो औँठी चाहिँ तपाईँले यति राम्रो सोचेको भन्दा राम्रो फिनिसिङ पाउनुहुन्छ, र होइन ज्वाइँ औँठी त ज्वाइँकै नाम लेखेर दिनुहुन्छ भने पनि अर्डर गरेर दिन सक्नुहुन्छ। मनरी बजारको मेन रोडमा सम्पूर्णलाई स्वागत छ। हाम्रो भिडियो हेर्दै गर्नु होला, हाम्रो आइडीलाई फलो गर्दै गर्नु होला। भोलि फेरि अर्को ताजा र नयाँ अपडेट लिएर आउनेछु। त्यतिसम्मको लागि स्वस्थ रहनु होला, व्यस्त रहनु होला। हस्त सम्पूर्णलाई धन्यवाद।